हामीलाई कार्यक्रम दिएको ठाउँभन्दा व्यवस्था अनुसार यहाँहरू सहयोग गर्न सक्नुहुनेछ। भइसकेका छन्। स्वयंसेवक साथीहरूले कुरा बुझिसक्नु भएको छ, त्यो अनुसार व्यवस्थापन गरिदिनु होला। मान्छेहरूको उपस्थित हुने क्रम जारी छ र उपस्थित हुँदैछन् र जसले गाडी लिएर आउनुभएको छ त्रिभुवन युनिभर्सिटीको गेट साइडमा लगेर ओपन ठाउँमा राखिदिनु हुन म अनुरोध गर्छु। यही बाटोमा लगेर गाडी राख्दाखेरि हामीसँग आएका आन्दोलनमा आउनुभएको सभामा आउनुभएका साथीहरूलाई अझै आउने क्रम जारी छ, भर्खर सुरु हुँदैछ। टियुको भित्रपट्टि चौरको गेटमा मेन बाटोबाट भित्र छिरेर बाहिर सुरक्षितसँगले राखे पनि हुन्छ। यहाँ अगाडि माननीय दीपबहादुर सिंह आउँदै हुनुहुन्छ, उहाँलाई पनि व्यवस्थापनको लागि पनि अनुरोध गरेँ। ए मैले काम गरेको छु है त। मैले यहाँलाई यो कार्यक्रममा सहभागी आउनुभएका साथीहरूले बाजा गाजासहित आफ्नो कोही डराउनु पर्दैन। राष्ट्रवादीहरूको त्यसो गर्नु पर्यो दाजु। तपाईँलाई नचाउने यहीँको माइकले चोकबाट यहाँ स्वयंसेवक साथीहरू अगाडिको अग्रभागमा साथीहरू आउन चाहनुहुन्छ, स्वाभाविक हो। उहाँलाई व्यवस्थित गरिदिनु हामीले कार्यक्रमलाई छिटोभन्दा छिटो सञ्चालन गर्नका लागि यहाँ मञ्चमा नेताजीहरूको व्यवस्थापन पनि गरिसकेका छौँ। केही हाम्रा सम्माननीय आदरणीय नेताहरू आउन बाहेक अरू हामीले व्यवस्थापन गरिसकेका छौँ। यो कार्यक्रमको प्रविधि राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौँको बल्खुमा आयोजना गरेको विशाल खबरदारी सभामा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छौँ। यो विशाल खबरदारी सभा अब केही समयपछि औपचारिक रूपमा प्रारम्भ हुनेछ र हाम्रा विभिन्न काठमाडौँका विभिन्न क्षेत्रहरूबाट यो कार्यक्रम स्थलमा कोण सभामा यो कोण सभाहरू बनाउँदै हुँदै र्यालीहरू हुँदै यो विशाल आमसभामा आउने क्रम अहिले र्यालीहरूको जारी छ। यी सबै र्यालीहरू गर्मी महसुस गरेर एक थरी साथीहरूले यो मञ्चको पछाडिपट्टि शीतल ताप्न लाग्नु भएको छ। स्वयंसेवक साथीहरूलाई उहाँलाई कार्यक्रम स्थलमा अगाडि आइदिनु अनुरोध गर्छु, त्यो मिलाइदिनु हुन म अनुरोध गर्छु। कार्यक्रम स्थल अगाडि आइदिनु हुन अनुरोध गर्छु। पछाडि अब शीतल तापिसक्नु भएको छ, अगाडि आइदिनु हुन अनुरोध गर्छु। यहाँ जति पनि रहनुभएको साथीहरूले कार्यक्रमको प्रतीक्षा गरिरहनु भएको छ। अहिले कार्यक्रम छिटोभन्दा छिटो प्रस्तुत गर्ने छौँ र हाम्रो यो कार्यक्रममा सहभागी रहनुभएको टाढाबाट आउनुभएको साथीहरू आउँदै हुनुहुन्छ। सबैलाई एक पुष्ट स्वागतको लागि ताली बजाइदिनु हुन अनुरोध गर्दछु। स्वयंसेवक साथी तथा आम सहभागी राष्ट्रपति दाजुभाइ दिदीबहिनीहरू पार्टी पन्थीमा मेरो नमस्कार छ। जय राष्ट्रवाद, जय राष्ट्रवाद, जय राष्ट्रवाद। मैले किन भनिरहेको छु भने झन्डा झुकाउन दिनको लागि मैले यो कोही पनि डराउनु पर्दैन। सबै आउने क्रम जारी छ र तपाईँको कुनै पनि ठाउँमा प्रशासनले तपाईँहरूको गाडी यदि रोकेको छ भने तपाईँले यही कमेन्टबाट भन्न सक्नुहुन्छ। यो देशमा अब हिन्दू राष्ट्र चाहिन्छ 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 चाहिन्छ। त्यो भएको हुनाले अहिले जति पनि छौँ अनि यसलाई हामीले पछाडिको गाडीहरू कुनै पनि ठाउँमा तपाईँहरूको गाडीहरू रोकेको छ भने खाली लेक छ, बाहिर उभिनु भएको छ। अब हाम्रो मेचले धान्नेवाला त छैन। मैले केही मेच खाली भएको भएर तपाईँहरू जो जो घरमा हुनुहुन्छ सबै एकीबद्धता जनाउनुहोस्, सबै एकीबद्धता जनाउनुहोस्। सबै पार्टी अध्यक्ष राजेन्द्र लिङ्गदेन आइसक्नु भएको छ। पार्टीका सघाइ अध्यक्ष यो कार्यक्रम स्थलमा प्रवेश गर्नुहुन्छ। राजेन्द्र प्रसाद लिङ्गदेनले कार्यक्रम स्थलमा प्रवेश गर्नुहुन्छ। कर्तन ध्वनिका साथ यहाँले ताली बजाएर सेवामा हार्दिक हार्दिक अनुरोध छु। राष्ट्रपा जिन्दाबाद, पछाडिको गाडीहरू स्वयंसेवक साथीहरू तपाईँको विशेष भूमिका छ। कार्यक्रमलाई एकदम व्यवस्थित बनाउन तपाईँले मद्दत पुर्याउनु पर्नेछ। चनाखो रहनुहोस्, क्रियाशील रहनुहोस् है साथीहरू। मैले तपाईँलाई पटक भनेको छु, तपाईँले गाडी बन्द गर्न लाउनु पर्यो क्या अगाडि त्यो
बिचमा कुद्यो। जो 5 जना सहित आउनुभएको छ 10 नम्बर क्षेत्र जस्तो लाग्छ मलाई। 10 नम्बर क्षेत्रको अध्यक्ष सहित यहाँ आउनुभएको छ। 10 नम्बर त्यहाँ अब आउने क्रम जारी छ। स्थलमा आइसक्नु भएको छ। यहाँलाई वेलकम छ, स्वागत छ। तपाईँको कार्यक्रम लिएर बसेर आउनुभएको छ। 10 नम्बर क्षेत्रलाई विशेष धन्यवाद दिन चाहन्छु। सबैको जारी छ। यसै गरी विभिन्न क्षेत्रबाट विभिन्न ठाउँबाट साथीहरू आउने क्रम जारी छ। हामीले तपाईँलाई अघि नै पटक पटक सम्झाइरहेका छौँ स्वयंसेवक साथीहरूलाई। हाम्रो व्यवस्थापनमा केही पेचिलो र साङ्गो हुन सक्छ, त्यसलाई हामी व्यवस्थित गर्दै लाने हो। यसलाई अन्य सचिवहरू साथीहरूलाई यहाँ अगाडि हामीसँग ठाउँ प्रशस्त मात्रामा छ। दायाँपट्टि साथीहरू धेरै हुनुहुन्न, यतापट्टि लिनुहोस् र यतापट्टि रोड खाली भइसकेको छ। रोड खाली भइसकेको छ। तपाईँ केही समय रोडतर्फ आइदिनु हुन पनि अनुरोध गर्दछु। र यहाँ आज सहभागी बन्नलाई अभिषेक कर्मचारी अर्थात् महासचिव राष्ट्रपति नेवार सङ्गठनको साथी पनि आइसक्नु भएको छ। आफ्नो ठाउँमा आफ्नो स्थानमा आसन गर्नको लागि अनुरोध गर्दछु। किन आवश्यक छ भने अझै पनि बाहिर साथी उभिने काम भइरहेको छ, तर कुर्सी खाली छ। कुर्सी लगाइदिनु अनुरोध गर्दछु। र यो राष्ट्रिय झन्डाले मिडियालाई छेकेको छ। यो अलिकति व्यवस्थापन गरिदिनु होला। यो राष्ट्रिय लेफ्ट साइडको झन्डालाई विश्व हिन्दू महासङ्घको अध्यक्ष अस्मिता भण्डारी, विश्व हिन्दू महासङ्घको अध्यक्ष अस्मिता भण्डारीज्यू आइसक्नु भएको छ भन्ने खबर पाएको छु।